Hello everyone, welcome back to my channel. So guys, आज चाहिँ तपाईँ सामु अझै एउटा भिडियो लिएर आउँदैछु म. सो यो भिडियो चाहिँ हामी चाहिँ कपिलवस्तु जाँदैछौँ. सो कपिलवस्तुमा चाहिँ जगदीशपुर ताल छ र प्लस आज म तपाईलाई एउटा नयाँ भ्लग र न्यू वाइकलसँग हामी जाँदैछौँ. सधैँ हामी चाहिँ अब बाइकहरूमा बसहरूमा अनि प्लस यो स्कुटीहरूमा चाहिँ गइरहेको थियो. तर आज भने म मेरो साथीको स्पेशल फरारी, we are going on Ferrari to Jagdishpur Tal. Guys, Ferrari is not a joke, guys. Bro, यहाँदेखि I think it's very far from here, almost धेरै टाढा छ यहाँदेखि. So I think Ferrari will be the best vehicle to visit to visit the place. So guys, let's see Ferrari मा कस्तो हुन्छ हाम्रो यात्रा. Comfortable zone, everything available छ. AC plus AC पनि available छ. Music, sound system, everything. Okay, wow, awesome. Ferrari भनेपछि त guys, it's not a joke. So बाँकीको भिडियोहरू चाहिँ म तपाईलाई लगत्तै देखाउँछु. अहिले चाहिँ म साथी घर जाँदैछु. म मेरो साथीसँग छ Ferrari. So we are going on Ferrari to Jagdishpur Tal, which is in Kapilvastu. अहिले म रूपन्देहीमा छु. सो बाटो पनि निकै अप्ठ्यारो छ. मेरो साथीको रुममा पुगिसकेपछि म तपाईलाई Ferrari देखाउने छु. So guys, keep supporting the channel. तपाईलाई नयाँ चीजहरुको भिडियोहरु म अपलोड यस्तै गरिराखेको हुन्छु. सो आज चाहिँ Ferrari मा जाँदैछौँ हामी. So guys, I think you're getting bored. कति मान्छेले Ferrari मात्रै भनिरहेको हैन. Guys, it's Ferrari because I'm saying, hey bro. Let's see guys कस्तो हुन्छ रमाइलो. अनि guys, गुनासोहरु पनि धेरै छ. भिडियोहरु अपलोड गरेको छु, बट माया चाहिँ कम पाइरहेको छु. So guys, माया पनि गरिदिनु पर्यो. अनि त गाइज म चाहिँ मेरो साथीको घरमा चाहिँ आइपुगेँ है. त तपाईले गाडी हेर्नुस्, गाडीको कलर चाहिँ कुन छ हेर्नुस्. यो फरारीको कलर है, दामी छ. टायर्स पनि यसको ब्याक पछाडिको टायर हेर्नुस्, यस्तो दामी के. यस्तो देख्नु भएको छ तपाईले. वाह, यो इन्जिनको साउन्ड सुन्नु. सो गाइज फाइनली चाहिँ म तपाईले हेरिसक्नुभयो सबै कुराहरू. अब तपाईलाई चाहिँ म मेरो साथीको चाहिँ फरारी देखाउन जाँदैछु. जुन यो फरारी कस्तो लाग्यो त फरारी. यो फरारीमा तपाईहरु जान चाहनुहुन्छ त? म चाहिँ जाँदैछु. लेट्स गो विथ माई फरारी. जगदीशपुर तालदेखि 1 किलोमिटर पश्चिम चरलैया भन्ने ठाउँमा छ. सो गाइज, भिडियोमा भनिराख्नु होला, हामीले बाटोमा विभिन्न ठाउँहरू एक्सप्लोर गर्दै अगाडि बढ्ने छ. अगाडिको कुराहरू हाम्रो साथीले. सो गाइज, यो मैले तपाईलाई भिडियोमा अघि नै भनेको थिएँ हैन. कम्फर्टेबल देखिहाल्नु भयो. फुल अफ कम्फर्टेबल छ, रिल्याक्स छ. साउन्ड सिस्टम पनि सुनिहाल्नु भयो अघि तपाईले हैन. साउन्ड सिस्टम पनि बवाल छ. हेर्नुस्, अब भ्यूको लागि त अगाडि डिस्प्ले हेर्नु यति बवाल छ हैन. हेर्नुस्, फुल HD 4K भिडियो भन्छ नि हैन. फुल यस्तो भ्यू तपाईले कहाँ देख्न पाउनुहुन्छ हैन. सो मलाई चाहिँ साह्रै मन पर्यो यो ठाउँ. यसरी चाहिँ ट्राभलिङ गर्न चाहिँ आई होप तपाईलाई पनि मजा आयो होला. अब AC को पनि सुविधा छ. हेर्नुस्, यति दामी AC, फ्रेश एयर भन्छ यसलाई हैन. त्यो पनि अवेलेबल छ यहाँनिर. Oh my god, साउन्ड सिस्टम त सुनिराख्नु भएको छ होला नि हैन. खतरा साउन्ड सिस्टम छ. म्युजिक यति बवाल छ. के म्युजिक हो थाहा छैन, तर म्युजिक चाहिँ बवाल छ. वाह बवाल के यस्तो. Oh my god. Oh.
यस्तो कम्फर्टेबल यस्तो कम्फर्टेबल छ गाइज ट्राई वन्स सो 30 किलोमिटर्स छ 30 किलोमिटर्स र बाटो यही हो ग्राभल गरेको बाटो बबाल बाटो छ गाइस यो गैडवा गाउँपालिकाले साह्रै राम्रो बाटो बनाएको छ धेरै धेरै धन्यवाद छ गैडवा गाउँपालिकालाई अब यहीसँग जो गाभिएको एउटा गाविस छ कञ्चन गाउँपालिका उहाँहरूको बाटो राम्रो छैन उहाँहरूले केही गर्नु हुँदैन तर चाहिँ यो गैडवा गाउँपालिकाले चाहिँ बबाल के यस्तो दामी बाटो विकास राम्रो छ यस्तै विकास रहिरहोस् यो ठाउँमा ल गाइस मलाई त भिडियो बनाउन अप्ठ्यारो भयो अब बाँकी भिडियो म पछि बनाउँछु सो गाइस यो पुल कटिसकेपछि कपिलवस्तु जिल्ला पर्छ है त यो अब पहिला पछाडिको चाहिँ हाम्रो रूपन्देही जिल्ला थियो होइन यो पुल कटिसकेपछि चाहिँ हाम्रो यो कपिलवस्तीको जिल्ला हो यो हामी चाहिँ कपिलवस्तु छिरिसक्यौँ कपिलवस्तुमा चाहिँ अलिकति बाटो चाहिँ त्यताको भन्दा अलिकति केही हद राम्रो छ अझै अगाडि गएपछि अझै थोरै राम्रो हुनेछ बाटो तर गाइस कम्फर्टेबलको बारेमा नो टोलरेन्स भन्छ नि जिरो टोलरेन्स कम्फर्टेबल यति कम्फर्टेबल छ गाइस ट्राई गर्नुहोस् फरारी छोड्नुहोस् ट्र्याक्टरमा इन्जोय गर्नुहोस् सो गाइस 4K भिडियो देखाउँदैछु म तपाईँहरूलाई यो गलहा पुल भन्ने ठाउँदेखि हामी क्रस हुनुपर्ने हुन्छ ठाउँ भने एकदम कम्फर्टेबल छ साथीहरू है एकदम बबाल छ के हेर्न सक्नुहुन्छ अब हाम्रो साथी ट्र्याक्टर चलाउनलाई डेब्यू गर्नुभयो रहेछ फर्स्ट सर्ट हो बिस्तारै बिस्तारै सिकिहाल्नुहुन्छ लगभग सेकेन्ड गियर हार्नुभयो अब चाहिँ गाडी सिक्नु हिँड्छ बचाएर चलाउनु आफ्नो साइडमा चलो चलो कोही बात हानेको बानी अनि सोलो हान्नुहुन्छ हेर्न सक्नुहुन्छ यिनीखेर पनि झम्का मचाइराख्नु भयो हेर्न सक्नुहुन्छ आज हामी बहुत बाटो गइरहेको छ जगदीश पुल पार हुँदै हामी जर्लैयातिर जाँदैछौँ तपाईँले जर्लैयाको खोला भिडियोमा देखाउनेछौँ कृपया भिडियोमा पनि राख्नु होला धन्यवाद सो गाइस म तपाईँलाई चाहिँ एउटा डेन्जर पुलतर्फ लग्दैछु हेर्न सक्नुहुन्छ यो डेन्जर पुल रापमा हो कि केमा हो सो हाम्रो फरारी भने ब्लू कलरको फरारी यो डेन्जर पुलदेखि चाहिँ क्रस हुन्छ हेर्नु होला है नामै डेन्जर पुल राखेका छौँ हामीले यो
यो यो यो ओ माई गॉड यति पातालो छ के यो चौडा छैन धेरै वाइड छैन न्यारो छ तर थिकनेस भने एकदम बवाल छ है थिकनेसमा चाहिँ एकदम स्ट्रङ छ हामी अब आई थिङ्क सुन्न पुग्न लागिसक्यौँ बालुवा लिने ठाउँमा बालुवा लिएर हामी चाहिँ त्यसपछि सिधै तपाईँलाई जगदीशपुर ताल लग्नेछौँ उहाँको भ्यू देखाउनेछौँ सो जगदीशपुर ताल पनि धेरै राम्रो छ ओके सो गाइस यो जगदीशपुर ताल भनेको मानवले बनेको ताल रहेछ म्यानमेड पोन्ड हो सो एसियाको सबभन्दा बिगेस्ट पोन्ड हो कि त्यो एसियाको सबभन्दा मिन्स मान्छेले मानव निर्मित ताल सो त्यो पनि देखाउनेछौँ तपाईँलाई यो राम्रो छ त्यो भ्यू मैले पनि देखेको छु एकदम राम्रो लाग्यो मलाई तपाईँले पनि एकचोटि हेर्नुहोस् मन पराइदिनुहोस् है ओ गाइस बाटो भने राम्रै छ अहिले लागि यता कपिल बस्तीको बाटो चाहिँ ठिकै छ तर बाँकी उताको बाटो चाहिँ अलिकति अप्ठ्यारै छ जडमा भन्दा धेरै राम्रो बाटो हो धेरै धेरै बाबा शिर हुन्छ गाइस बाबा शिर सबैजना चाहिँ अब बाटो के अरे बिस्कटहरू चाहिँ बोकेर लिएर आइरहेछन् किनकि यहाँ सबैजनाले यहीँदेखि लिनुहुन्छ यो हेर्नुहोस् बफेलो 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 साइड लागिहाल्नुहोस् ओके सो गाइस भिडियो धेरै लामो बनाउनेवाला छैन म भिडियो जहिले पनि लामो बन्छ सो अहिलेलाई म लिइराखेँ तपाईँलाई सिधै अब जहाँदेखि हामी बालुवा लिन्छौँ त्यहाँको म भिडियो तपाईँलाई अपलोड गर्छु है त गाइस हामी चाहिँ आइपुग्यौँ यो चाहिँ बालुवा लिने ठाउँ हो मेरो बालुवा चाहिँ ट्र्याक्टर अब जेसिबी आएर चाहिँ जेसिबी आएर चाहिँ पुरा मजाले माटोलाई के अरे बालुवालाई चाहिँ मजाले ट्र्याक्टरमा हालिदिन्छ लोड गरिदिन्छ अनि त्यसपछि फेरि हामी चाहिँ अनि लोड गरेको बालुवा लिएर जगदीशपुर तालमा गएर चाहिँ यसो रमाइलो गर्छौँ त्यहाँको भ्यूहरू देखाउँछौँ त्यहाँ पनि राम्रो भ्यूहरू बनेको छ अहिले रिसेन्टली चाहिँ राम्रो त्यहाँ दृश्यहरू पनि छन् त्यहाँनिर यो हो जेसिबी आमामा धुलो यो धुलो यहाँनिर चाहिँ केही चाहिँ नदी चाहिँ छ सो त्यो नदीदेखि चाहिँ उसले चाहिँ अब यो बिस्कटहरू बालुवाहरू ढुङ्गाहरू निकाल्ने गर्छ हेर्नु चाहिँ लोड हुँदैछ यो अब कलाएर एक धेरै पर्दैन 3-4चोटिमै यो 3मै भरिदिन्छ अहिले 3चोटिमै अहिले भरिदिन्छ क्या 1 भएर यो 2 भयो तेस्रोचोटि मात्रै भरिन्छ यो साथै चाहिँ अलिकति खसार्दैछ 1-2टा बेल्छ भने बढिहाल्छ भनेर यो खसार यो डाला सुभाष ओ सुभाष पहाडी खुल्ला पहाडी So guys, असुविधाको लागि खेद छ मलाई I'm very sorry for inconvenience. हामी चाहिँ इन्ट्रान्स उताबाट हुनुपर्ने हो तर हामी चाहिँ यता इन्ट्रान्स रुटमा हामी पार्क गर्नु पर्यो हाम्रो फरारीलाई यहाँनिर यहाँ हामीले पार्क गरेको छौँ फरारी सो यहाँदेखि चाहिँ एउटा बाटो रहेछ पछाडि हामी जाँदैछौँ त्यसलाई भ्यू देखाउँछौँ गाइज यो मान्छे हेर्न यहाँ हगेर उठेछ यस्तो यो view guys, this is called Jagdishpur Tal. Oh my god, ये बत्तख तो इनका कुछ तो बवाल दिख रहा है इसमें तो दाने न बोलो ना बेचारा तो परिंदा they are enjoying their life bro, don't disturb them, you're disturbing
Oh my god. They are made just for casinos. No. They have also their own life. Dog. Guys, यहाँ बोटिङको सिस्टम बोटिङको सुविधा पनि छ. I don't know per person कति हो. Only 50 होइन. I think $100 होला त. So this is all a big, huge Jagdishpur Tal. So hello everyone. So हामी चाहिँ अब जगदीशपुर ताल आइपुग्यौँ होइन. So you have already seen our Ferrari, so which was very comfortable. I really feel very comfortable there, with AC, noise proof, comfortable seats, everything was there. And the Subhas, Yeah. and he is a very good rider. He really drive very much. very good. Our Nepali is good के होइन जे भए पनि होइन. यो ठाउँ तपाईँले हेर्न सक्नुहुन्छ यो जगदीशपुर ताल हो अँ, र यो तालमा चाहिँ साइबेरियाबाट अरू विभिन्न ठुल्ठुलो तालहरूबाट चाहिँ तपाईँको यो बतखहरू भयो होइन अनि तपाईँको यो विभिन्न प्रकारका जानवरहरू चाहिँ यहाँ आउँदो रहेछन्. प्लस यो तालको कुरा गरियो भने यो ताल चाहिँ मानव निर्मित ताल हो अरे. हाम्रो चाहिँ पूर्व महेन्द्रदेखि यो महेन्द्र राजमार्ग भन्दाखेरि यो तालबाट चाहिँ माटो लगेर बनाएको हो भन्ने कुराको चाहिँ पुष्टि भएको छ. सो तपाईँहरूले थाहा हुन सक्छ त्यत्रो ठुलै ताल. धेरै ठुलो ताल छ गाइस. यो महेन्द्र हाइवे त अब झन् साग्लो बन्न लागेको छ. बट अझभन्दा 20-30 वर्ष पहिला जब त्यो महेन्द्र हाइवे भन्दाखेरि अब तपाईँलाई थाहा छ गाइस बाटो कति नेपालको सबभन्दा पूर्व पश्चिम सबभन्दा ठुलो हाइवे हो र त्यो हाइवे भन्दाखेरि यही बाटो चाहिँ माटो गएर बनेको. त्यही भएर चाहिँ यहाँ माटो सकिएर भइसकेपछि त्यसमा पानी जम्यो र पानी बनिसकेपछि यो मानव निर्मित ताल जगदीशपुर ताल भनेर चाहिँ हामीले चिन्ने गरेका छौँ. अनि गाई साँच्चै यो सानो छैन एकदमै ठुलो छ. बहुत ठुलो छैन एकदमै ह्युज छ कि यो. यति ह्युज छ कि उहाँ परसम्म पुगेको छ. अनि फेरि यो यहाँसम्म छ यो. सो धेरै ठुलो पनि छ यो. अब इन्ट्रान्स तपाईँलाई लाग्दैछ हामी इन्ट्रान्स चाहिँ उहाँदेखि हामी चाहिँ ब्याकदेखि आएको होइन. इन्ट्रान्सतिर पनि अलिकति त्यहाँ गएर पनि राम्रो राम्रो भ्यूजहरू छ होइन. इन्ट्रान्सतिर जाउँ. इन्ट्रान्समा अलिकति के भ्यूहरू देखाउँ. त्यसपछि फेरि हामी ब्याक टु होम पनि जानुपर्छ. घर नजिक छैन टाढा छ गाइस. अनि फरारी पनि हो हाम्रो. सो लग्जरी ब्रो. हेर साँच्चै त्यो सिट छ नि गाइस. त्यो सिट त्यो तपाईँको फरारी मर्सिडिज अनि अरू के छन् नि होइन लम्बरगिनी के छन् नि त्योभन्दा पनि कम्फर्टेबल सिट छ गाइस. ट्राई वन्स है ट्वाइस इफ यु लाइक ट्राई एभ्री टाइम. सो गाइस यो हो जगदीशपुर ताल. फ्रन्ट गेट हो यो. फ्रन्ट गेट नै यस्तो छ. कपाल छ फ्रन्ट गेट. अनि यो त्यसपछि यहाँ आई लभ जगदीशपुर ताल लेखेको छ यहाँनिर. दामी छ. इन्ट्रान्स के छ जगदीशपुर ताल. ताल चाहिँ एकदमै ठुलो छ है गाइस है. यो बहुत ठुलो कुरा छ. बहुत ठुलो डाल छ. म्यानमेड भनेको सानो कुरा हो. हामीलाई नाप्नै सकिने कि थाहा यो पालामा कहाँ डोजर हुन्थ्यो त होइन. यो पालामा क्रेन कहाँ हुन्थ्यो. खन्ने ओसार्ने ट्र्याक्टरमा ओसार्थ्यो होला त्यतिखेर. के अझै होइन एकदम पिस छ कि यहाँ. गाइस हेर्नु त यहाँ उहाँसँग पुगेका छन् मान्छेहरू. मेरो क्यामेराले भेट्छ कि भेट्दैन. भेट्यो किन नभेट्छ छैन. यस्तो मजा आएको नि त. सिप डुङ्गा के अरे बत्तकको जस्तो बनाएर मजाले बोटिङ गर्दो रहेछ. यस्तो युज छ क्या. गहिरो होला यार. गहिरो त छ नि यार. माछा है देखेँ मैले नि यार. बोटी माछा निकालेर छिल्का निकालेर बस यही छ क्या तिम्रो. यही छ के खाना भनेपछि नि